हेलो साथीहरू, यो मेरो फर्स्ट ब्लग, म कुकिङ ब्लग गर्दैछु। म आज पहिलोचोटि आँपको अचार बनाउँदैछु, हजुरहरूलाई पनि देखाउँछु है। फर्स्टमा मैले यसरी आँप धोएर काटेर घाममा अनि त्यसपछि मसलाहरू रेडी बनाएँ। यसो धनिया अनि त्यसपछि जिरा सबै आफूले हेरेर है कति चाहिन्छ त्यो अनुसार गर्ने खुर्सानी, त्यसपछि तोरी अनिवार्य हुनुपर्छ। त्यसपछि यो कालो जिरा अनि त्यसपछि कालो जिरा चाहिँ अलिक थोरै भए हुन्छ है, फेरि भइहाल्छ। अनि त्यसपछि ल्वाङ सुकमेल मसलाहरू सबै हुनुपर्छ। ल्वाङ सुकमेल चाहिँ अलिक थोरै राखेछु। अनि त्यसपछि कलर राम्रो आउँछ खुर्सानी, धुलो खुर्सानी, त्यसपछि स्वादअनुसार नुन हाल्ने, त्यसपछि बेसार हाल्ने। त्यसपछि सबै रेडी बनाएर मैले आँप सुकिसकेको थियो काटेर, आँप ल्याएँ एक दिन सुकाएर ल्याएर आएँ। अनि त्यसपछि मसलाहरू सबै मोलेँ, यस्तो राम्रो भयो, खाम जस्तो भएको छ कि नै। अनि त्यसपछि दुईवटा सिसाको जारमा हालेर राखेँ। थ्याङ्क यू सो मच, अहिले हेरिदिनु भयो, थ्याङ्क यू। मेरो पहिलो भिडियो